サンタマザーズドリームは手仕事を通じてネパールのお母さんが安心して子供を育てていける環境づくりを目指しています。カーストや学歴は関係ない。我が子にたくさんの明るい未来が待っていますように。そう願うお母さんたちを私たちは応援しています。はじめにフェルトの原料である羊毛を天日干しでしっかり乾かします。次に作品一つ一つの重さにフェルトを分けていきます。水と石鹸を使って形を整えていきます。最後に針を使って細かいパーツや模様をつけていきます。ज्यादा टाइम अब के बसेर चाहिँ काम केही थिएन काम कस्तरी काम पाइनु काटेको छैन काट्नु जानु टाढा हुन्थ्यो गाडी भाडा धेरै लाग्नुपर्छ कम जानु चाहिँ समय पनि मिल्दैन त्यसपछि एकजना साथीले भन्नुभयो र स्कुलमा चाहिँ काम पाउँछ भन्नुभयो र अनि मलाई भेट्नु मन लागेको अनि पछि सोधेर मिल्न भेटेँ अनि भेटेर मिल्ने भन्नुभयो रेग्युलर भयो मिल्ने काम गर्न पाएँ काम गरेर 10 वर्ष भयो मेरो पनि खुसी छु नयाँ काम गर्न लागेदेखि रमाइलो लाग्ने क्रममा आफै नजाने साथीभाइसँग भेट हुन्छ आफै नजानेको साथीले सिकाइदिनुहुन्छ हामीलाई नजानेको साथीले सिकाइदिन्छौँ हामी सँगै यसरी काम गर्छौँ नयाँ कुरा सिक्न पाइन्छ मैले गरौँ भनेर नयाँ काम गर्न पाइन्छ यस्तोलाई सामान गर्न पाइन्छ हामीले यस्तो बनाउन जान्ने रहेछ सिक्ने रहेछौँ भन्ने खुसी लाग्छ हामीले बनाएको सामानमा गएर भयो राम्रो भयो खुसी लाग्छ अब बुढाबुढीहरूलाई पढाउनेदेखि सबै खर्चहरू आफैले हेर्न पर्थ्यो अनि अब यहाँ काम गरेपछि यहाँबाट आएको स्यालेरीले अब बच्चाहरूलाई सबै कुरा उसको यिनीहरूको इच्छा अनुसारले दिन सक्यो उनीहरूलाई खुवाउन भयो दाउने कुरा भयो हरेक कुरामा सहयोग पुगेको छ यहाँको तलबले अनि अब यहाँनिर आउँदाखेरि अब नयाँ नयाँ कामहरू सिक्न पाइन्छ गर्न पाइन्छ त्यसैमा खुसी लाग्छ चाहिँ हाम्रो यहाँनिर चाहिँ एउटा धेरै बच्चाको आमा अनि त्यसपछि सानो सानो बच्चाहरू भएको आमालाई चाहिँ काम पाउन गाह्रो छ अनि सबै काम गर्नलाई काम पाउनलाई गाह्रो भएको कारणले गर्दा हामीले चाहिँ बच्चाको सपोर्टको लागि अनि आमाहरूले काम गर्नुपर्छ फ्री टाइम बस्दैन भनेर चाहिँ बच्चाको आमा सिङ्गल मदरहरूलाई फोकस गरेर चाहिँ हामीले अनि यो अफिस सुरु गरेको हो अब हामीले चाहिँ सामानहरू चाहिँ क्वालिटीको एकदम क्वालिटी मेन्टेन गर्नुपर्छ 1 नम्बरको क्वालिटीको सामान बनाउनु अनि त्यसपछि सामानहरू पनि अलिक धेरै गर्ने प्रोडक्सन गर्ने सामान बनाउने अनि हाम्रो स्टाफहरू पनि अलिक बढी स्टाफहरूलाई चाहिँ काम गर्न पाउने
विदेशमा जानु नपरोस्, विदेश नगइकन यहाँ नेपालमै काम गर्ने ठाउँ, सङ्घमै काम गर्ने ठाउँ बनाउन चाहन्छु। अनि त्यसपछि अहिले हामीसँग 15 जना छ भने अब पछि 30 जना, 20 जना, 30 जना, 40 जनालाई पनि 50 जनालाई पनि काम गर्न सक्ने ठाउँ अनि हामीले त्यस्तो काम गरेर अनि अफिसको स्टाफहरूको स्यालेरीलाई बढाएर राम्रो स्यालेरी दिएर अनि राम्रो अफिस चलाउने काम गर्ने इच्छा छ।